छोडेन नेपालीहरूले ठग्न काहीँ छोडेनन्। अब हुँदा हुँदा जमानादेखि विदेशी पर्यटकहरू नेपाल आउँछन्, 10औं लाख नेपालमा डिपोजिट गर्छन्। अनि त्यसपछि गएर आफ्नो ज्यानको जोखिम ल्याएर हिमाल चढ्न खोज्छन्। हिमाल चढ्न खोज्दा नेपालका दलेहरूले, ठमेलमा बसेका दलेहरूले विभिन्न इन्सुरेन्सको नाममा लुटेका छन्। त्यसपछि गएर त्यो खानामा सधैँ मान्छेलाई खानामा बेकिङ सोडा हालेर पुरै चाहिँ त्यो हुन्छ नि विषै मिसाएर अनि बिरामी बनाएर त्यो सधैँ मान्छेलाई बिरामी बनाएर अनि त्यो इन्सुरेन्स यति गर्नुपर्छ भन्दै 20 मिलियन इन्सुरेन्सले के गर्नु चार्ज लिएर अनि यो फ्रड भइरहेको छ भनेर ट्रम्पले नि बोलिदिएका छन्, ट्रम्पले भनिदिएका छन्। अनि नेपालमा धेरै स्क्याम छ, नेपालमा ठग नेताहरू छन् भनेर पनि ट्रम्पले भनिदिइसकेको छ। यस्तो अवस्थामा नेपालको इमेज के हुन्छ तर कसैले सोचे खान्, केही सोचे छैनन्। अनि नेपालका त कति ठाउँमा चाहिँ पत्ता साफ पार्नुपर्छ, रुवाबासी पार्नुपर्छ, नेपालका जेलै अड्दैन त्यस्तो त्यस्तो गर्नुपर्छ। लुट्नुसम्म यानि यसरी विदेशीबाट चाहिँ अर्बौँ रुपियाँ यसरी माउन्ट चढ्ने आउनेहरूलाईबाट लिन सकिन्थ्यो। देशको पर्यटन विकास गऱ्यो भने देश अगाडि बढ्थ्यो। तर यसरी लुट्न थालेपछि के पर्यटक आउला? अनि ट्रम्प जस्तो व्यक्तिले यसरी चाहिँ पोस्ट आइदिएपछि अनि सकिएन। खै त यही तालले नेपालको पर्यटन विकास हुन्छ। अनि यतातिर पनि ध्यान जानु पर्यो।